श्री गणेशाय नमः। ॐ श्री सरस्वत्यै नमः। ॐ श्री स्वस्थानी देव्यै नमः। ॐ श्री सांब सदाशिवाय नमः। आदरणीय भक्तजन, हामीहरू अब आजको कथा श्रवण गर्न गइरहेका छौँ। हाम्रो मनले चिताएका तमाम इच्छा आकांक्षाहरू सबै माता भगवती श्री स्वस्थानी देवीको कृपाले गर्दाखेरि पुरा हुँदै जाउन् भन्ने कामना गर्दै सम्भव भएसम्म हातमा चन्दन अक्षता पुष्प लिएर भगवती स्वस्थानी देवीको ध्यान गर्नुहोला। ओम यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैः गायन्ति यं सामगाः। ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा। देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्तावली शोभिता। सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा। वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। साष्टाङ्गं नमनं कृत्वा स्वस्थानीं परमेश्वरीं कथां सुधोपमां देव्यः श्रुत्वा भीष्टफलं लभेत्। श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। स्वस्थानी भगवती को जय। श्री सरस्वती भगवती को जय। सांब सदाशिव भगवान को जय। समस्त 33 कोटि देवी देवताहरू को जय जय होस्। यदि हजुरहरूले अगाडि पुस्तक लिएर बस्नुभएको छ भने हातमा लिएको चन्दन अक्षता पुष्पलाई त्यही पुस्तकमा यसो चढाउनुहोला। यदि पुस्तक छैन भने पवित्र दुनामा वा टपरीमा त्यो पुष्पलाई अर्पण गर्नुहोला। अब आजका अध्यायका कथा प्रसङ्गहरूलाई हामीहरू श्रवण गर्नेछौँ। ओम श्री गणेशाय नमः। अथ श्री स्वस्थानी व्रतकथा सप्तदशोऽध्यायः। समुपस्थित भक्तजन, हामीहरूले यो 17औं अध्यायमा वृन्दापति व्रता धर्महरण भएका प्रसङ्गहरूलाई लिएर उपस्थित भएका छौँ। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य महामुनि, हिमालयका उत्तरपट्टि रहेको मानसरोवरमा श्री महादेव राजा हंसका राजा भई असंख्य हाँसका बथानलाई साथमा लिएर जलक्रीडा गरिरहनु भएको थियो। त्यसै बखतमा विष्णुलाई साह्रै बेग गरी अकस्मात आएको देखि, हे विष्णु, यस्तो बेगसित किन आउनुभयो? तपाईँलाई कुन कुराको दुःख कष्ट आइपर्यो भनी करुणावतार श्री महादेवबाट आज्ञा भयो। भगवान विष्णु पनि हतार हतार गरुडबाट ओर्ली श्री महादेवलाई साष्टाङ्ग दण्डवत प्रणाम गर्नुभयो अनि जालन्धरले पार्वतीलाई छल्न कैलाशमा गएको सम्पूर्ण वृत्तान्त सुनाउनु भयो र भन्नुभयो, हजुर झट्टै कैलाश सवारी हो
गर्नुहोस्, म त्यो जालन्धरकी स्त्री वृन्दाको पतिव्रता धर्म डगाइ आउनेछु भनी बिन्ती पनि गर्नुभयो। श्री महादेवले विष्णुको कुरा सुनि राजहंसको रूपलाई छोडेर आफ्नो रूप लिएर क्रोधले रातारात आँखा पारी भन्नुभयो, हे विष्णु भगवान, अब म कैलाश जान्छु, तपाईँ जालन्धरका घरमा गई त्यसकी पत्नी वृन्दाको धर्म डगाइ आउनुहोस्, म त्यो पापी जालन्धरलाई आज नमारी छोड्ने छैन भनेर यति भनी क्रोधले युक्त भई पाखुरा निमुटेर त्यहाँबाट अन्तर्ध्यान भएर कैलाशमा पुगी पार्वती लुकिरहेका ठाउँमा जानुभयो। श्री महादेव आएको देखेपछि स्वामीका पाउ धोएर ढोगी दिएर जालन्धर आएको सम्पूर्ण वृत्तान्त माता पार्वतीले सुनाउनु भयो। सबै कुरा सुनिसकेपछि श्री महादेवले भन्नुभयो, हे पार्वती, त्यो दुष्टकी स्त्री वृन्दाको सत्य डगाउन श्री विष्णु जानुभएको छ। विष्णु आउन साथ युद्ध गरी म त्यो जालन्धरलाई यहाँ मारौँला भन्नुभयो। त्यसपछि श्री भवानी र श्री शङ्कर कैलाशमा आनन्दपूर्वक रहन लाग्नुभयो। हे अगस्त्य महामुनि, मानसरोवरबाट श्री महादेवसित विदा भई जानुभएका श्री विष्णु जालन्धरको भेष लिएर अन्तपुरमा पुग्नुभयो। वृन्दाले पनि यस्तो जालन्धरको रूपलाई धारण गरेका विष्णु आएको देख्दा आफ्नै स्वामी ठानेर मेरो स्वामी आइपुग्नु भयो भनी ढोकामा आइन् अनि पाउ धोइदिएर भित्र कोठामा लगेर भन्न लागिन्, हे स्वामी, पार्वतीलाई छल गर्न भनी जानुभएको थियो, सो के भयो? अनि म भन्दा पार्वती कत्तिकै राम्रो लाग्यो हजुरलाई भनेर ती वृन्दाले सोधिन्। वृन्दाको कुरा सुनेर जालन्धर भेषधारी विष्णु भन्नुहुन्छ, हे वृन्दे, पार्वतीलाई छल गर्न नसकिने रहेछ, किनकि पार्वतीको घरभित्र जाने ढोकाका पालेहरूले को कस्तो आयो पहिले नै चिन्ता रहेछन्। मैले पनि ती घोर मूर्ति द्वारपाललाई देख्दै डराएर त्यहीँबाट नै फर्किएँ भनेर जालन्धर भेषधारी श्री विष्णुको त्यो कुरालाई सुनेर वृन्दाले शङ्का गरी, यी मेरा पति होइनन्, अवश्य यो कुनै अर्को मलाई छल गर्न आएको हो भनी यसो ध्यान दृष्टिले विचार गरिन् र विष्णुले जालन्धरको रूप लिई छल गर्न आएको उनले प्रष्ट बुझिन्। अब मैले कुनै युक्ति गर्नु पर्यो भनी हाउभाउ र कटाक्षद्वारा विष्णुलाई बसमा गराई भन्न लागिन्, हे स्वामी, म एउटा कुरा भन्छु, तपाईँ मान्नुहुन्छ भनेर भने। वृन्दाको कुरा सुनि विष्णुले पनि तिमी जे भन्छौ सो अवश्य पनि मान्नेछु भनी वाचा गर्नुभयो र वृन्दाले म फर्किएर नआएसम्म यहीँ बसिरहनुहोला भनी दरवाजा थुनेर आफू अर्कै घरमा गएर बसिरहिन्। वृन्दा आउलिन् भनेर बाटो हेर्दा हेर्दै 4 दिन बितेर गए। तैपनि नआउँदा बाचामा हारेका विष्णु विवश भएर त्यही कोठाभित्र बसिरहे। यता कैलाशमा श्री महादेवले विष्णु फर्केर नआएकोले ध्यान दृष्टिले विचार गर्न लाग्नुभयो र आफ्नी पार्वतीसित भन्नुभयो, हे पार्वती, वृन्दालाई छल्न जानुभएका विष्णुलाई त वृन्दाले नै पो छलेर कोठामा थुनिराखेको रहेछ। अब छुट्याएर ल्याउनेछु भनी मायाद्वारा 16 वर्ष उमेरको एक अत्यन्त राम्रो युवक भिक्षुकलाई सृष्टि गर्नुभयो अनि भन्नुहुन्छ, हे भिक्षुक, तिमी अन्तपुरमा जाऊ, त्यहाँ गएर जालन्धरका घरमा गएर जालन्धरकी स्त्री वृन्दाले कोठाभित्र थुनेर राखेका विष्णुलाई भिक्षामा मागेर ल्याऊ भनी आज्ञा भयो। यसरी आज्ञा पाएका ती भिक्षुक त्यहाँबाट अन्तर्ध्यान भएर जालन्धरका घरमा भिक्षा माग्न पुगे। बलेसीबाट भिक्षान्देहीको आवाज आएको सुनेर वृन्दाले झ्याल खोली हेरिन्। अत्यन्त राम्रो युवक भिक्षार्थी योगीलाई देखेर, यो योगी कति राम्रो रहेछ, आजसम्म यति राम्रो योगी मैले कतै देखेकी रहेनछु, हाम्रा घरमा यो कहिल्यै पनि आएका थिएनन्, यस्ता नयाँ योगीलाई त अवश्य भिक्षा दिनुपर्छ भनी भन्न लागिन्। हे योगी, के माग्ने विचारले आउनुभयो भन्नुहोस् भनेन वृन्दाले। वृन्दाको प्रश्न सुनि योगीले भने, हे वृन्दे, केही माग्ने विचारले म यहाँ आएको हुँ, यदि दिन्छौ भने माग्छु, नत्र के माग्नु र भने। अनि मैले दिँदा हुने र मसित भएको जे मागे पनि दिनेछु, माग भन्नुभयो। वृन्दाले बाचा जब गरिन्। त्यति सुनेपछि भिक्षुक योगीले भन्न लागे, हे वृन्दा, मलाई अरू थोक केही चाहिएको छैन, तिमीले कोठामा थुनेर राखेको जे छ म त्यसैलाई माग्छु भनी मागे। यो सुनि वृन्दाले मनमा नै सोचे, अब कसो गरौँ, के गरौँ, दिउँ भने स्वामी आउँदा के देखाउने, नदिउँ त बाचामा हारिसके। यो योगीले छलपूर्वक बाचा गरायो। यस्तो एकछिन विचार गरी बाचा हार्नुभन्दा दिनु नै योग्य छ भन्ने ठानी आफूले कोठामा थुनिराखेको जालन्धर रूप विष्णुलाई बाहिर ल्याएर योगीलाई दिए। विष्णुलाई भिक्षामा पाएका ती योगी बाहिर निस्किएर त्यहाँबाट अन्तर्ध्यान भई कैलाश पुगी श्री महादेवका सामु सारा वृत्तान्त सुनाए। विष्णुले पनि वृन्दाबाट छुटकारा पाएपछि बाहिर आई मनमा नै वृन्दाको सत्य डगाउन आएकोमा आफै थुनामा बस्नु पर्यो। अब महादेवले के ठान्नुहुन्छ होला भन्दै सन्ताप मानी गरुडमा चढेर योगीका सँगसँगै कैलाशमा पुग्नुभयो।
यसरी श्री विष्णु गरुडमा सवार भई आउँदा भएका शब्दबाट अचेत भएका जालन्धर मूर्छाबाट बिउजी यति ठुलो के को शब्द रहेछ भनी चारैतिर हेर्न लागे। त्यसबेला गरुडमा चढी आकाश मार्गबाट कैलाशतिर विष्णु आउँदै गरेको देखेर पार्वतीलाई छल्न कठिन रहेछ। अब यहाँ धेर बस्नु उचित छैन भनी जालन्धर उठेर आफ्नो घर अन्तपुरतिर लागे। त्यसपछि भगवान विष्णु कैलाशमा पुगी श्री शिव पार्वतीलाई प्रणाम गरी एकातिर उभिनुभयो। विष्णुलाई देखेर श्री महादेवले सोध्नुभयो, हे विष्णु, वृन्दालाई छल्न जानुभएको यतिका दिनसम्म के गरिरहनु भयो भनेर वृन्दाको सत्य डगाउने कुरा के भयो? यो सुनि श्री विष्णुले भन्नुभयो, हे जगदीश्वर, हजुरको आज्ञा लिएर म त्यहाँ गएँ, तर म आफै वृन्दाका छल्न परेँ। म नफर्किन्जेलसम्म यो कोठामा बसिरहनु भनी मलाई नै बाचाले बाँधी कोठाभित्र थुनेर वृन्दा चाहिँ बाहिर निस्की। ऊ आउली भनेर पर्खँदै 4 दिन बिते र पनि बाचामा हारेको र थुनामा परेको हुनाले आउन सकेको थिइनँ। भाग्यले एउटा योगीका साथमा छोडिदिँदा तपाईको दर्शन गर्न आउन पाएँ भने विष्णुका यी वचनलाई सुनि महादेवले ब्रह्मा विष्णु सहित इन्द्रादि 33 कोटी देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, नन्दी, भृङ्गी, प्रमथगण, भूत प्रेत जम्मा गरेर पापिष्ट जालन्धरलाई मारिआऊ भनी आज्ञा भयो। शिवको आज्ञालाई सिरोपर गरी सम्पूर्ण देवताहरू जान तत्पर भए। त्यसै बखतमा महादेवले नारद ऋषिलाई डाकेर भन्नुभयो, हे नारद, अन्तपुरमा गएर जालन्धरसँग भन्नु कि तँसित युद्ध गर्न देवताहरू आउने भएका छन्। यसर्थ त पनि आफ्नो तयारी गर। यति महादेवबाट आज्ञा पाएका नारदजी आज जालन्धरको घरतिर पुग्नुभयो। उता मूर्छाबाट बिउजिएपछि जालन्धर पनि कैलाशबाट फर्की सिधै घर गएर स्वामी आएको देखि वृन्दाले गोडा धोई पानी अचाएर भित्र लगेर भन्न लागिन्, हे स्वामी, पार्वतीलाई छल गर्छु भनी जानुभएको के काम भयो? यो सुनि जालन्धर भन्छन्, हे प्रिय, श्री महादेवको भेषले जब म कैलाशमा पुगेँ, मलाई देखि पार्वतीले सुनका कमण्डलुमा जल्ली मेरा गोडा धुन ढोकामा आइन्। त्यति बेला मैले उनलाई देखेँ। राम्री भन्छौ भने पार्वती बाहेक अर्को यो पृथ्वीमा छँदै छैन। उनको मुहार देख्ने बित्तिकै मेरो त होस नै हराएछ। मूर्छा परि धरतीमा गिरेछु। पछि चेष्टा भएर उठेँ अनि चारैतिर हेरेँ। त्यस बखतमा पार्वती कता गइछिन् थाहा भएन र फर्की आएँ। पतिको कुरा सुनि वृन्दाले भनिन्, हे प्रिय, तपाईँ नभएका बेला विष्णुले तपाईँको रूप धारण गरी मलाई छल गर्न आएका रहेछन् र मैले चिनेर कोठामा थुनेर राखेकी थिएँ। केही दिनपछि अपूर्व सुन्दर एउटा युवक योगी आएर मलाई बाचा बन्धन गराई कोठामा लुकाएर राखेका विष्णुलाई माग्दा मैले दिएर पठाएँ भनेर वृन्दाले भनिन्। वृन्दाका कुरा सुनि अत्यन्त क्रोधित भएका जालन्धर ओठ कमाउँदै बोले, हे वृन्दे, त्यसो हो नै भने अब म पार्वतीलाई छल गरी छाड्नेछु, फेरि जान्छु। यति भनेर बाहिर निस्किसक्दा महादेवले पठाएका नारद महामुनि पनि टुप्लुक्क त्यहाँ आइपुग्नुभयो। अनि जालन्धरलाई देखि नारदले भने, हे जालन्धर, यस्तो हतार हतार कहाँ जान निस्क्यौ भनेर सोद्धा जालन्धरले पनि भिक्षा माग्न जान लागेको भनेपछि नारदजी भन्दछन्, हे जालन्धर, मनलाई साक्षी राखी बोल, यस्तो मिथ्या कुरा किन बोल्छौ? तिमी कहाँ जान लागेका हौ, के का लागि जाँदैछौ, त्यो सबै म जान्दछु। तिमी पार्वतीलाई छल्छु भन्ने कुरा तिम्रा मनमा छ, तर हेर, तिमीसित युद्ध गर्न वहाँबाट ब्रह्मा विष्णु इन्द्रादि सकल देवता आउन तयार छन्। यो कुराको खबर लिएर म आएको हुँ। अब अरू कुरा सोच्ने र अन्त जाने तिम्रो बेला छैन। युद्धमा चाहिने के हुन् ती सम्पूर्ण सामग्रीहरू तयार गर्नपट्टि लाग भनेर नारद ऋषिले भन्नुभयो। नारद ऋषिले भनेका यी कुरालाई सुनेर जालन्धर फरक्क फर्किएर घरभित्र पसी नारदले भनेका सबै कुरा वृन्दाका सामु भन्न लागे। केही बेरपछि, हे वृन्दा, अब म लडाईँ गर्न जान्छु। घरको रक्षा गरी राम्रोसित बसेस् भनी हातमा त्रिशूल लिएर आफ्ना सेना जम्मा गरी देवतासँग युद्ध गर्न भनी कैलाशतर्फ जाँदा भए। नारदले पनि जालन्धरलाई युद्धको खबर दिई फर्किएर कैलाशमा पुगी सबै कुरा श्री महादेवमा बिन्ती गरे। नारदका कुरा सुनि श्री महादेवले ब्रह्मा विष्णु र इन्द्रादि देवतालाई दलबल सहित युद्धका निम्ति बिदा दिनुभयो। श्री महादेवबाट बिदा पाएपछि सम्पूर्ण देवताहरूले नाना तरका बाजा बजाउँदै र सिंहनाद गर्दै कैलाशबाट प्रस्थान गरे। दुवैतर्फका सेनाको बाटामा जम्का भेट भयो। दुवैतर्फबाट कल्लोल शब्द गर्दै आफ्ना आफ्ना शस्त्र अस्त्रको प्रहार गर्न लागे एक आपसमा। महासङ्ग्राम आज प्रारम्भ भयो। देवताहरूले छोडेका अनेकौं शस्त्र अस्त्रका प्रहारले जालन्धरलाई तिलले हिर्का जति पनि भएन। आफूले प्रहार गरेका शस्त्र अस्त्रबाट कुनै काम नभएको देखि देवताहरूले दिक्क मान्दै आफ्ना आफ्ना शस्त्र अस्त्र लिएर एकातिर गएर चुप लागि बसे। यो देखेर वैकुण्ठनाथ विष्णुले क्रोधित भएर 5 जने शङ्ख बजाई कौमोदकीलाई घुमाएर प्रहार गर्नुभयो।
त्यसले पनि जालन्धरलाई छुँदै छोएन। त्यसपछि क्रोधले आकुल व्याकुल भएका इन्द्रले हातमा रहेका वज्रले प्रहार गरिहेरे, त्यसले पनि केही भएन। विष्णुको कौमोदकी गदा, इन्द्रको वज्र जस्ता शक्तिशाली आयुधलाई आज जालन्धरले तृण जति पनि नठानी चुपचाप उभिरहे। कसै गर्दा पनि केही सिप नलागेको देखेर लक्ष्मीपति नारायणले श्री महादेवमा गएर बिन्ती गर्नुभयो, हे भाव, हामी जालन्धरलाई मार्न असमर्थ भयौँ। तपाईँ नै त्यसका निमित्त सामर्थ्यवान हुनुहुन्छ, यसकारण तपाईँले लडाइँ गर्न अघि सर्नु पर्यो भनी निवेदन गर्दा श्री महादेव आज्ञा गर्नुहुन्छ, हे विष्णु, जालन्धरकी पत्नी वृन्दाका महान प्रतिबद्धता धर्मका प्रभावले यिनलाई कसैले मार्न सक्दैन। यसकारण फेरि पनि तपाईँले जालन्धरको रूप धारण गरी उनका अन्तपुरमा गएर मायाले छोपी छलद्वारा वृन्दाको पतिव्रता धर्म नष्ट गराउनुहोस्, अनि यता म जालन्धरलाई मार्नेछु भनी महादेवले भन्नुभयो। महादेवको आज्ञालाई सुनेर विष्णु भगवानले पनि हवस् भनी विदा भई जालन्धरको वेश लिएका विष्णु बायाँ हातमा त्रिशूल लिएर दाहिने हातले डमरू बजाउँदै अन्तपुरमा पुग्नुभयो। स्वामी आउनुभयो भन्ने विश्वासमा परेकी वृन्दाले हतपत गएर गोडा धोई भित्र लगी आसनमा बसाई बिन्ती गर्न लागिन्, हे स्वामी, महादेवसँगको लडाइँ के कसो भयो, के गरेर आउनुभयो भनेर वृन्दाले भन्दा वृन्दाको कुरालाई सुनि जालन्धर वेशधारी विष्णु भन्नुहुन्छ, हे प्रिय, आज युद्ध कहाँ सकिन्छ, हारजितको टुङ्गो छैन। युद्धमा साह्रै थाकेको हुनाले विश्राम गर्न आएको हुँ, साह्रै भोक लागेको छ, खानेकुरा ल्याऊ। यस्तो कुरा सुनि वृन्दाले मिठा मिठा खानेकुरा ठिक्क पारेर खुवाइन्। रात परेपछि वृन्दासित अनेक तरका वार्तालाप गरी आफ्ना मायाले छोपी वृन्दाको पतिव्रता धर्म नष्ट गराई। रात बितेर उज्यालो भएपछि जालन्धरको रूप छोडी चार हातमा शङ्ख चक्र गदा पद्म लिएका विष्णुले आफ्नो असली रूपको दर्शन दिनुभयो। यो देखि वृन्दा अत्यन्त रिसाएर, हे पापिष्ट विष्णु, तिमीले छल गरी मेरो पतिव्रता धर्म नष्ट गरिदेऊ भनिन्। वृन्दाले त्यसो भन्न साथ विष्णु भगवानले भन्न लाग्नुभयो, हे वृन्दा, श्री महादेवले जालन्धरलाई हिजो नै मारिसक्नुभयो। अब तिमीले म जस्तो वैकुण्ठको मालिकलाई पति रूपमा पाएपछि फिक्री किन गरिरहन्छौ? तिम्रा पति जालन्धरको मृत्यु भएको खबर केही बेरमा नै आइपुग्नेछ भनेर यसरी विष्णु भगवानले बुझाई अनेकौं सान्त्वना पनि दिनुभयो। भने सम्मका जो कथा हुन्, जय जय श्री स्कंद पुराणे केदार खण्डे माघ महात्मे कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथायां वृन्दापति व्रताधर्म हरणम नाम सप्तदशोध्याय भनेर हामीले 17औं अध्यायका कथाहरूलाई यहाँ विश्राम दिएका छौं। श्री स्वस्थानी भगवती को जय। समुपस्थित भक्तजन, आजका कथा प्रसङ्गहरू हामीले श्रवण गरिसकेका छौं। अब सबैजना मिलेर हामीहरू पुष्पाञ्जली अर्पण गर्नेछौं। ओम उपनयतु मङ्गलं वः सकल जगन् मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निभेक्षणः श्रीकृष्णः काले वर्षतु पर्जन्यः पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथा प्रसङ्गः या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा कायेन वाचा मनसीन्द्रियैर्वा
बुद्ध्यात्मना वा नुसृतेः स्वभावात् करोमि यदि यत् सकलं परस्मै नारायणायेति समर्पये तत् अनन्यचेतसा भक्त्या श्रुतं यच्च कथामृतं समर्पयामि तत्सर्वं स्वस्थानिं परमेश्वरीम्। ओम श्री स्वस्थानी परमेश्वर्यै नमो नमः। श्री स्वस्थानी भगवती को जय। समुपस्थित भक्तजन, हामीहरूले हातमा लिएको त्यो पवित्र चन्दन अक्षता पुष्पलाई पुस्तकमा अर्पण गर्नुहोला अनि मनभित्र तमाम कल्पिएका भावना जे जति इच्छा आकांक्षाहरू छन् ती सबै माता भगवतीको कृपाले गर्दा पूर्ण हुँदै जाउन् भन्ने कामना गर्दै अब हामी भगवती स्वस्थानी देवीको आरती गर्नेछौँ। हजुरहरूले पनि आफ्नो घरमा यही आरतीद्वारा आरती गर्न सक्नुहुनेछ। ओम जय स्वस्थानी माता, ओम जय स्वस्थानी माता। गर्छन् नित्य प्रशंसा, गर्छन् नित्य प्रशंसा शंकर हरि धाता। ओम जय स्वस्थानी माता। तातो सुन को जस तो क्रांति छ श्री तनमा, आमा क्रांति छ श्री तनमा। सोबाथ पियो बसदा, सोबाथ पियो बसदा अज सिंहासनमा। ओम जय स्वस्थानी माता। रातो सुंदर सारी रत्न जडित चोली, आमा रत्न जडित चोली। भव्य गुलाबी मुखमा, भव्य गुलाबी मुखमा मधुर समय बोली। ओम जय स्वस्थानी माता। शिरमा मुकुट गलामा थरी थरी मणिमाला, आमा थरी थरी मणिमाला। कुंकुम टीका सुंदर, कुंकुम टीका सुंदर कर सुनका बाला। ओम जय स्वस्थानी माता। ढाल चखड़ गभयंकर सुलर कमलपनी, आमा सुलर कमलपनी। चार भुजा मा चमचम, चार भुजा मा चमचम छबियो गजबछनी। ओम जय स्वस्थानी माता।
भक्त निम्ति धन संपत्ति पति सुत सुख फलदा ओम जय स्वस्तानी माता उद्यापन व्रत पूजा जानी न जानी गरियो आमा जानी न जानी गरियो दिनु हो संपत्ति भक्ति दिनु हो संपत्ति भक्ति जननी शरण पर्यो ओम जय स्वस्तानी माता श्री स्वस्तानी को आरती गायो मन लाई आमा गायो मन लाई धन्य बन्यो हरिहर को धन्य बन्यो हरिहर को सुबह आशीष पाई ओम जय स्वस्तानी माता ओम जय स्वस्तानी माता आमा जय स्वस्तानी माता गर्छन नित्य प्रशंसा गर्छन नित्य प्रशंसा शंकर हरि धाता ओम जय स्वस्तानी माता आमा जय स्वस्तानी माता ओम जय स्वस्तानी माता श्री स्वस्तानी भगवतीका कृपाले गर्दा हामी सबैको मनोकामनाहरू पूर्ण हुँदै जाउन्। हस्त धन्यवाद।